नमस्ते सबैजनालाई, मेरो नाम श्वेता हो। म एउटा होममेकर, मदर अफ 2 ग्रोन अप चिल्ड्रेन। म नेपालको काठमाडौँ शहरमा बस्दैछु। अनि सबैजनालाई ह्यापी दिवाली। भोलि तिहार हो अनि यति दिवालीको प्रिपरेसन्सको बीचमा पनि म आफ्नो बिजनेस पार्टनर मिनुसँग आज लाइभ आएछु। बिजनेस त हामीलाई गर्ने छ, त्यसैले जस्तो ट्रेडिसनल बिजनेसहरू मान्छेले आफ्नो जति पनि फेस्टिभल्समा यस्तो शटडाउन गरेर बस्दैन, त्यस्तै हामी आफ्नो डिजिटल बिजनेसलाई पनि शटडाउन गरेर बस्दै होइन। हामी फेस्टिभल्स पनि इन्जोय गर्ने आफ्नो फ्यामिलीसँग अनि बिजनेस पनि गर्ने, ह्यान्ड टु ह्यान्ड हाम्रो यो बिजनेस चल्छ। हुन्छ, ओभर टु यु मिनु। नमस्ते सबैलाई, मेरो नाम मिनु साके हो। म चाहिँ हाल ललितपुर नेपालमा बस्छु र म चाहिँ मम अफ 2 टिनेजर पनि हो र हाल म ट्राभल एजेन्सी पनि रन गर्दैछु। साथसाथै एउटा सेकेन्डरी बिजनेसको रूपमा चाहिँ यो डिजिटल अनलाइन बिजनेसमा पनि आबद्ध छु, जसले चाहिँ मलाई एकदमै आफ्नो पर्सनल ग्रोथ, प्रोफेसनल ग्रोथ मा चाहिँ हेल्प गरिरहेको छ। र सबैलाई अब भोलिदेखि हाम्रो दीपावली सुरु हुने भएकोले यो दीपावलीको अवसरमा सबैको घरमा सुख शान्ति उज्यालो छाओस् भन्ने हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। धन्यवाद। अनि मिनु, अब हामी आफ्नो बिजनेस टकहरू अलिअलि सेयर गरौँ आफ्नो भ्युवर्सहरूसँग, हाम्रो बिजनेस के हो भनेर। अनि म तपाईलाई क्वेसन सोध्न चाहन्छु, जस्तो यो क्वेसन हामीलाई बारम्बार आउँछ है, तपाईलाई पनि मलाई पनि। बिजनेस जोइन गर्न के गर्नुपर्छ, यो हाम्रो बिजनेस जोइन गर्न के गर्नुपर्छ, त्यो अलिकति डिस्कस गरिदिनु होला, हाइलाइट गरिदिनु होला। सबैले सोधिरहेको हुन्छ यो बिजनेस के हो भनेर, हामीले पोस्ट मात्र गरिरहेको हुन्छ होइन, के गर्नुपर्छ भनेर चाहिँ सबै एकदम क्युरियोसिटी हुन्छ। र हामीले यो बिजनेस जोइन गर्नको लागि खास त्यस्तो विधि गाह्रो छैन। र फर्स्टमा चाहिँ हामीले हाम्रो वेबसाइट हुन्छ, त्यसमा चाहिँ रजिस्टर गरेर आफ्नो नाम र इमेल एड्रेसबाट चाहिँ रजिस्टर गर्नुपर्छ। त्यसमा रजिस्टर गरेपछि तपाईहरूले चाहिँ यो बिजनेस के हो भन्ने बारेमा चाहिँ विभिन्न एकदम सक्सेसफुल एन्टरप्रेनरहरूले चाहिँ आफ्नो भ्युजहरू र कसरी यो बिजनेस रन गर्ने भन्ने बारेमा चाहिँ डिटेलमा भनेको हुन्छ। र त्यो डिटेलमा गएपछि चाहिँ हामी त्यो प्लेटफर्ममा इन्ट्री गर्न सकिन्छ। र यसको लागि कुनै रजिस्ट्रेसन फीहरू त्यस्तो तिर्नु पर्दैन। तपाईँले चाहिँ फ्रीमा नै सबैको भ्यूहरू आफूले अन गर्न सक्नुहुन्छ र इन्फर्मेसनहरू कलेक्ट गर्न सक्नुहुन्छ। र त्यसपछि चाहिँ हामीले स्टेप वाइज स्टेप गाइडेन्सहरू पाउन सकिन्छ, कोचिङ कलहरू हुन्छ। र त्यस्तै गरेर हामीले यो बिजनेस स्टार्ट गर्दा चाहिँ हामीले स्टेप वाइज स्टेप एकैचोटि माथि पुग्ने होइन, लर्निङ पनि एकदमै स्टेप वाइज स्टेप बिस्तारै सिकेर गर्न सकिन्छ यो बिजनेसमा। धन्यवाद। अनि त्यस्तै अब श्वेताजी, मेरो एउटा पनि क्वेसन छ होइन। अब तपाईँले पनि एउटा सानो इन्फर्मेसन दिदिनु होइन। सबैले भन्छ अब हामीले यो बिजनेस रजिस्टर गरेपछि चाहिँ $149 पनि पे गर्नुपर्ने हुन्छ होइन। त्यो $149 चाहिँ अब किन हामीले पे गर्नुपर्छ, तपाईँले यसको बारेमा केही भनिदिनु? हजुर, मिनु, अब फर्स्ट तपाईको सबै भ्युवर्सहरू क्लियर भयो। जो पनि इच्छा छ तपाईहरू वेबसाइटमा आफ्नो नाम र इमेल राखेर रेजिस्टर गर्नुहोस् अनि प्री कोचिङ भिडियो वाच गर्नुभयो। त्यसपछि इच्छा भएकोहरू सेकेन्ड स्टेप लिनुहुन्छ। त्यो सेकेन्ड स्टेप भनेको $149 पे गर्ने हो। यो वान टाइम पेमेन्ट हो। अनि $149 पे गर्ने बित्तिकै यसबाट के पाउने हो त्यो बुझ्नु पर्यो। फर्स्टमा तपाईले यो बिजनेस एक्ज्याक्टली कुन हाम्रो कम्पनीसँग पार्टनरशिप छ, किनकि हाम्रो यो प्लेटफर्म एउटा 51 इयर्स पुरानो कम्पनीसँग पार्टनरशिप छ, एफिलिएटेड छ भनौँ। अनि त्यो कम्पनी बारेमा, त्यसको प्रोडक्ट्सहरूको बारेमा, किनकि बिजनेस भनेको प्रोडक्ट्स त पक्कै इन्भल्भ पनि हुन्छ, त्यसको बारेमा बुझ्न सक्नुहुन्छ। फेरि हाम्रो यो कमिसन प्लान्सहरू पनि छ, इन्भेस्टमेन्ट प्लान छ, कतिवटा 5 to 6 लेभल्समा इन्भेस्टमेन्ट प्लान छ। तपाईले कुन इन्भेस्टमेन्ट प्लान तपाईको लागि सुटेबल छ त्यो पनि बुझ्न सक्नुहुन्छ। त्यसपछि कमिसन प्लान्सहरू, किनकि हामी इन्कम जेनेरेट गर्ने यो बिजनेसबाट कसरी इन्कम जेनेरेट हुन्छ भनेको त्यो कमिसन्सबाट इन्कम जेनेरेट हुन्छ। अनि कमिसन्स कसरी
आउँछ, कसरी आउँछ त्यो सबै हाम्रो यो पुरै बिजनेसको मोडल यो $149 दिने बित्तिकै तपाईँ बुझ्नुहुन्छ। तर तपाईहरु ढुक्क बस्नुस्, तपाईहरु बिजनेस मोडल बुझे पनि सबै प्लानहरु बुझेर पनि तपाईहरु 30 डेज भित्रमा रिफन्ड पनि लिन सक्नुहुन्छ। होइन यो बिजनेस मेरो लागि होइन, म इन्भेस्टमेन्ट पनि आई कान्ट गो अहेड विथ दिस इन्भेस्टमेन्ट प्लान, आई कान्ट, मेरो लागि यो बिजनेस होइन भनेर तपाईहरुले चित्त बुझ्नु भएन, यो बिजनेसले तपाईहरुको बक्सेसहरु टिक गरेन भने इट्स ओके, तपाईहरुलाई फुल 30 डेज पाउनुहुन्छ, 30 डेज भित्रमा तपाईहरु रिफन्ड दिन सक्नुहुन्छ। सो यो वान वे एउटा जीरो कस्टमा तपाईहरुले इन्फर्मेसन पाउनु भयो, तर तपाईहरुलाई सुटेबल लागेन भने रिफन्ड लिनुभयो। सो द्याट इज ओके। त्यसैले यो 149 तिर्न जरुरी छ। हाम्रो यो प्लान बुझ्नलाई, सेकेन्ड स्टेप लिनलाई 149 तिर्न जरुरी छ। त्यसपछि तपाई 149 तिरेर यो बिजनेसमा जोइन गर्नुभयो, तपाईँ अगाडि बढ्नुभयो। अगाडि बढेपछि तपाईँ यो 149 पेमेन्टले नै तपाईहरुले 1-to-1 मेन्टरशिप पाउनुहुन्छ, स्टेप बाई स्टेप गाइडेन्स मिल्छ, फुल ट्रेनिङ पाउनुहुन्छ, अनि तपाईको एउटा फनल रेडी पाउनुहुन्छ, सबै कुरा अटोमेटेड पाउनुहुन्छ। तपाईको 90% हेभी लिफ्टिङ यो हाम्रो यो $149 ले कभर गरिदिन्छ। त्यही तपाई छिर्नु भयो भने 149 ले सबै कभर गरिदिन्छ। तपाई हात हाल्नु भएन यो बिजनेसमा अगाडि बढ्नु भएन भने 149 तपाईको रिफन्ड आउँछ। हस्, धन्यवाद। थ्यांक यू सो मच। थ्यांक यू सो मच श्वेताजी। त्यही त हामीले $149 तिरेर चाहिँ अब त्यत्रो इन्फर्मेसन पाउने रहेछ हैन, त्यो एकदमै राम्रो कुरा हो। र यो ग्लोबल बिजनेस भएर चाहिँ अब हामीले ग्लोबल्ली अरूहरुको आइडियाहरु पनि पाउन सक्छ हैन। 149 बाट नै आफ्नो इच्छा लाग्यो भने चाहिँ अब गर्ने 1 मन्थ सम्म हामीले 30 डेज सम्म चाहिँ हामीले सबै अब्जर्भ गर्न पाइन्छ, रिसर्च गर्न पाइन्छ, यो बिजनेस के हो भन्ने कुरा चाहिँ बुझ्न पाइने यो एकदमै राम्रो कुरा हो है। यसको लागि अब हामीले $149 चाहिँ पे गर्नुपर्छ बिफोर रनिङ द बिजनेस हैन। अनि त्यस्तै गरेर अब यो बिजनेसको लागि सुरु गर्दा चाहिँ अझै अगाडि हाम्रो धेरै क्वेशन्सहरु आउँछ। धेरैजना यो वर्ल्डमा कतिजना छ यस्तो डिजिटल बिजनेसको बारेमा बुझ्न इच्छा राख्नुहुन्छ, चासो देखाउनुहुन्छ, तर उहाँहरुको माइन्डमा धेरैवटा डाउट्सहरु हुन्छ। एउटा डाउट इट इज भेरी कमन भनेको इज दिस अ पिरामिड बिजनेस भनेर यो डाउट चाहिँ अलमोस्ट सबैको मनमा आएको थियो। हाम्रो पनि, मेरो पनि मनमा आएको थियो, तपाईको पनि मेरो मनमा आएको थियो। सो यो डाउट कसरी क्लियर गर्नुहुन्छ? इज दिस अ पिरामिड बिजनेस भनेर, इज दिस अ पिरामिड प्लेटफर्म भनेर यो डाउट क्लियर गरिदिनुस् हाम्रो भ्युअर्स। यो अब सबैले सोधिरा हुन्छ यो पिरामिड जस्तो छ हैन, यो पिरामिड हो भनेर सोधिरा हुन्छ, तर यो पिरामिड पटक्कै हैन। पिरामिड भनेको चाहिँ एउटा इलिगल बिजनेस जस्तो हो। यो चाहिँ 100% लिगल बिजनेस हो। यो पिरामिड चाहिँ हुनै सक्दैन। र पिरामिडमा चाहिँ कस्तो हुन्छ भने अब सबभन्दा टप मान्छेले चाहिँ अब सबैलाई बनाउँदै जाँदाखेरि टपले मात्र अर्निङ धेरै गर्ने हुन्छ। तर यो बिजनेसमा चाहिँ टपले मात्र अर्निङ गर्दैन कि जसले डेडिकेसनका साथ आफ्नो मेहनत गर्छ हैन। अनि यो प्लेटफर्मलाई बुझेर चाहिँ ट्रेनिङहरुद्वारा सिकेर जसले मेहनत धेरै गर्छ उ नै माथि अगाडि बढ्न सक्छ। सपोज अब एकजना मेन्टर छ हैन, मेन्टरले चाहिँ अर्कोलाई मेन्टी बनायो, तर मेन्टरले चाहिँ अलि कम मेहनत गर्यो र मेन्टीले चाहिँ धेरै मेहनत गर्यो भने उ चाहिँ मेन्टर भन्दा अगाडि बढ्न सक्छ। यो सर्टेन स्टेप, 1-2 स्टेप त्यस्तो सर्टेन स्टेपसम्म मात्र कमिसन डिस्ट्रिब्युट त्यस्तो हुने गर्छ र यो माथिसम्म चाहिँ हुने हुँदैन। त्यही भएर यो बिजनेसलाई चाहिँ पिरामिड भन्न एकदमै मिल्दैन र यो एकदमै लिगल बिजनेस हो। यो वर्ल्ड वाइडै अब 2,60,000 अलमोस्ट मान्छेहरूले चाहिँ ग्लोबल्ली नै यो बिजनेस रन गरिरहेको छ। यो एकदमै रजिस्टर लिगल बिजनेस भएर चाहिँ यसलाई चाहिँ पिरामिड चाहिँ भन्न मिल्दैन, मलाई त्यस्तो लाग्छ सीताजी। हजुर। अनि अब यो हजुर भन्नु सीताजी। हजुर, यो हो तपाईले डाउट क्लियर गरिदिनु भयो। सो भ्युअर्सहरु, तपाईहरु यो कुरालाई अलिकति कुरा ध्यानमा राख्नु होला। सो दिस इज नट पिरामिड, किनकि ग्लोबली
अल ओभर द वर्ल्ड यतिजना हामीहरू गरिरहेछौँ अनि इन्भेस्टमेन्ट पनि चाहिन्छ किनकि यस्तो पिरामिडमा एउटा प्रोडक्ट को हुँदैन रिक्रुट हुँदैन माथिको टपवालाले अर्न गर्दै जान्छ तलको त्यत्तिकै रहन्छ त्यसैले यो पिरामिड होइन तपाईहरु ढुक्क भएर अगाडि बढ्न सक्नुहुन्छ इट इज नट पिरामिड एट अल मेरो पनि अर्को क्वेसन एउटा छ हैन अनि सबैले अब भनिरा हुन्छ कसरी कमाउने कति कमायो हैन के गरेर कमाउने भनेर हाउ टु अर्न भनेर सबैले सोधिरा हुन्छ हैन अब तपाईको चाहिँ अब यसमा केही भ्यू दिनुस् न अब यो कसरी कमाउने भन्दाखेरि अब हामीले यो बिजनेसबाट चाहिँ कसरी कमाउन सकिन्छ त सर्टमा भन्दिन प्लिज हजुर हुन्छ यसमा यो बिजनेस भनेको इन्कम जेनरेट गर्ने प्लेटफर्म हो हाम्रो यो बिजनेस र इन्कम है त्यो त ह्यान्ड टु ह्यान्ड गइहाल्छ अब यो बिजनेसमा हाम्रो जुन हामी पार्टनरशिप गरिरहेछौँ एउटा 51 इयर्स पुरानो कम्पनीसँग इट इज अलरेडी एस्टाब्लिस्ड कम्पनी अनि त्योसँग हाम्रो पार्टनरशिप छ हाम्रो प्लेटफर्ममा हामी त्यो कम्पनीसँग जोड्न आउँछौँ त्यसपछि हामी मात्रै आफ्नो ब्रान्डको हामी एउटा ब्रान्ड भएर गयो हामी एउटा बिजनेस पार्टनर भयो हामी आफ्नो ब्रान्डको मार्केटिङ गर्छौँ यस्तै वार्म मार्केटिङ गर्छौँ कि कोल्ड मार्केटिङ एड्सहरू चलाएर हामी मार्केटिङ गर्छौँ हामी आफ्नो प्लेटफर्म आफ्नो सोसियल मिडिया प्लेटफर्म्सहरू यति धेरै छ फेसबुक इन्स्टा टिकटक कुनै पनि प्लेटफर्मबाट हामी मार्केटिङ गर्छौँ मार्केटिङ गरेपछि स्टेप वाइज मान्छेहरू आउनुहुन्छ फर्स्ट स्टेप है रेजिस्टर गर्ने सेकेन्ड स्टेप $149 तिर्ने त्यसपछि उहाँहरू पुरै प्लेटफर्मलाई बुझेर उहाँहरू एन्टर गर्नुहुन्छ सपोज एकजना मसँग जोड्नु भयो म जस्तै एकजना मसँग जोड्नु भयो अनि उहाँ जोड्ने बित्तिकै मेरो जुन पार्टनरशिप कम्पनीले मलाई कमिसन दिन्छ त्यस्तै गरी हामी कमिसन्सहरू पाउँछौँ अनि त्यो हाम्रो इन्कम जेनरेट त्यस्तै गरेर हामी इन्कम जेनरेट गर्छौँ तर त्यस्तो होइन कि म मात्रै कमिसन पाइरहेछु अनि त्यो मेरो जुन मसँग जोड्न आउने उहाँ अरूलाई एट्र्याक्ट गर्नुहुन्छ उहाँ अरूलाई जोड्नुहुन्छ उहाँ मभन्दा बढी कमिसन उहाँको इट डिपेन्ड्स है उहाँले कति हार्डवर्क हाल्नु भएको छ यो बिजनेसमा जस्तो मिनुले भन्नुभएको छ जसले बढी हार्डवर्क डेडिकेसन साथमा किनकि धेरैजनाले एज अ साइड हसल गरिरहेछ मात्रै अलिकति टाइम डेडिकेट गरेर बिजनेस गर्नुहुन्छ तर कोही यस्तो पनि हुनुहुन्छ फुल टाइम यो बिजनेसलाई एकदम डेडिकेट गर्नुहुन्छ त उहाँहरू त अलिक बढी हार्डवर्क गर्नुहुन्छ त उहाँहरू बढी एट्र्याक्ट गरेर मान्छेलाई जोड्नुहुन्छ त उहाँहरूको त कमिसन बढ्यो नि भन्नु है मेरो मतलब हो कि मेरो भन्दा पनि त्यहाँ उहाँले आफ्नो कमिसन बढी कमाउन सक्नुहुन्छ त्यही हो हाम्रो इन्कम जेनरेट गर्ने त्यो एकदम सिम्पल तरिका हो जोड्ने र कमिसन हामीले लिने त्यो स्वीट कमिसन्सहरू हुन्छ त्यसबाट हामीले आफ्नो बिस्तारै इन्कम हाम्रो छन् लेभल हाई हुँदै जान्छ हाम्रो इन्कम जेनरेसन कमिसन्सहरू पनि हाई हुँदै जान्छ यो प्लेटफर्म एकदम सिम्पल प्लेटफर्म हो मात्रै आफ्नो कन्सिस्टेन्सी हार्डवर्क र अलिकति तपाईँ टाइम डेडिकेट गर्नुहोस् 1-2 घण्टा आफ्नो टाइम डेडिकेट गर्नुहोस् कन्सिस्टेन्टली र पोजिटिभ माइन्डसेटले गर्नुपर्छ मेरो आज वर्क गरेन गर्दैन भनेर त्यस्तो माइन्डसेट होइन एउटा पोजिटिभ माइन्डसेट राखेर यो बिजनेसमा टाइम दिनुहोस् जस्तो एउटा ट्रेडिसनल बिजनेसमा पनि त्यसलाई चल्नलाई सक्सेस हुनलाई टाइम लाग्छ त्यस्तै हाम्रो बिजनेस पनि अलिक टाइम लाग्छ कसैलाई धेरै चाँडै आउँछ कसैलाई अलिक टाइम लाग्छ सो पेसेन्टली हामी यो बिजनेस चलाउँदै गर्छौँ अनि कमिसन्सबाट हामी इन्कम जेनरेट गर्दै जान्छौँ मिलो होपफुली हामी हाम्रो भ्युवर्सहरूलाई आज हाम्रो यस्तो तरिकाले हामीले सिम्पल तरिकाले बुझाएछौँ है इट इज नट कम्प्लिकेटेड एट अल हामीले कम्प्लिकेटेड पनि बनाएको छैन सो हाम्रो भ्युवर्सहरू बुझ्नुभयो होला अरू केही तपाईँले एड गर्नु छ मिलो प्लिज एड त्यही हो यो बिजनेसमा चाहिँ अब हामीले चाहिँ अर्निङ मात्र नखोजेर मलाई सबभन्दा ब्युटिफुल पार्ट भनेको चाहिँ आफ्नो पर्सनल ग्रोथ पनि हुन्छ हैन साइड बाई साइड अब आफ्नो मेरो त अब पर्सनल ग्रोथ मात्र नभएर प्रोफेसनल्ली अर्को बिजनेसलाई पनि एकदमै हेल्प गरिरहेको छ हैन मलाई नै अब एकदमै आफूलाई चाहिँ चेन्ज भएको फिल भइरहेको छ हैन त्यही भएर चाहिँ अब यो बिजनेस चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ र रमाइलोसँग नै गरिरहेछु हैन मैले धेरै टाइम पनि दिनु पर्दैन मैले आफ्नो
बिजनेस रन गर्दा गर्दै पनि सोसियल मिडिया युज गर्ने टाइम चाहिँ मैले यसमा युज गरेर इन्जोय गरिरहेको छु। धन्यवाद। मिनुले भने जस्तै उहाँ त अलरेडी एउटा बिजनेस वुमन हुनुहुन्थ्यो, तर उहाँले यो प्लेटफर्मबाट यति कुरा सिक्नुभयो, एउटा उहाँको कन्फिडेन्स, उहाँले आफै भित्र यति कन्फिडेन्स हेर्न सक्नुहुन्छ। अनि त्यही उहाँको दुईटै बिजनेस राम्ररी सक्सेसफुली उहाँले चलाइराख्नु भएको छ अहिले। अनि मेरो कुरा गरौँ भने त म एउटा होम मेकर थिएँ, आफ्नो घरमा मात्रै म थिएँ, आफ्नो फ्यामिली रेस्पोन्सिबिलिटिज, बच्चाहरूकै रेस्पोन्सिबिलिटिजमा। तर अहिले यो स्टेजमा मेरो जब बच्चाहरू हुर्किसक्यो, अब मसँग टाइम छ, त्यसपछि मैले आफ्नो अलिकति सेभिङ्सहरूलाई किन आफ्नो प्रोडक्टिभ कुरामा इन्भेस्ट नगरौँ भनेर मलाई त्यो कुरा क्वेसन आयो मलाई कि वाइ नट टु इन्भेस्ट है, अलिकति जुन सेभिङ्स छ म आफ्नो पर्सनल ग्रोथको लागि आफ्नो प्रोडक्टिभ कुरामा किन इन्भेस्ट नगरौँ। अनि यो बिजनेस त हाम्रो एउटा लेगेसी पनि हो नि, हाम्रो इन्भेस्ट गरेको कहीँ जान्दैन, एज अ लेगेसी हामीले आफ्नो बच्चाहरूलाई ट्रान्सफर गर्छौँ। यो कोभिडको पेन्डेमिकमा कतिजनाले आफ्नो जब लुज गर्नुभयो। सो यु नेभर नो है, फ्युचरमा मेरो बच्चाले कुनै यस्तो हार्ड टाइम फेस गर्यो भने यो बिजनेस त अलरेडी मैले सेटअप गरेर एउटा सक्सेसफुल बिजनेस बनाएर आई क्यान सपोर्ट माई चाइल्ड है। सो एउटा मैले चाहिँ आफ्नो इन्भेस्टमेन्टको लागि पनि एउटा यो बेस्ट प्लेटफर्म मैले पाएँ, आफ्नो पर्सनल ग्रोथ अनि कम्युनिटी। हाम्रो अहिले 1 घन्टापछि हाम्रो एउटा मिटिङ छ, हाम्रो कम्युनिटीको मिटिङ छ। अनि यो तिहारको सेलिब्रेसनको बिचमा यहाँ कम्युनिटी भर्चुअल पनि हामी सेलिब्रेट गरिरहेछौँ, एकअर्कासँग इन्टरेक्ट गरिरहेछौँ। सो वाइ नट है, वाइ नट हामीलाई पनि त है सबै टाइम फ्रिडम चाहिन्छ, मनी फ्रिडम, इन्कम फ्रिडम चाहिन्छ, हामी लेडिजहरूलाई पनि यस्तो ग्रोथहरू चाहिन्छ। सो वाइ नट दिस प्लेटफर्म। हुन्छ मिनु, आजको हाम्रो इन्टरेक्सन धेरै फ्रुटफुल रह्यो एन्ड म होप गर्छु हामीसँग कनेक्ट हुन आउनुहोस्, तपाईँहरू जोइन गर्नुहोस् अनि हामीसँग बुझ्न आउनुहोस् यो प्लेटफर्मको बारेमा। म अथवा मिनु तपाईँलाई फुल्ली गाइड गर्नेछु, 1-to-1 मेन्टरसिप प्रोभाइड हुनेछ। हस्, धन्यवाद। थ्याङ्क यू सो मच। नमस्ते सबैलाई। ह्याप्पी तिहार। ह्याप्पी तिहार। थ्याङ्क यू। नमस्ते।